जिन्दगीमा अगर बुझ्ने र केयरिङ गर्ने श्रीमान भेटियो भने चाहिँ जिन्दगी जिउनलाई सजिलो हुन्छ हामी छोरी बुहारीहरूको लागि चाहिँ। र गुड मर्निङ एभ्रिवान, नमस्ते छ सबैजनालाई। र म चाहिँ यता छोरीलाई उठाउँदै थिएँ। आज कति दिनदेखिबाट मलाई चाहिँ एकदमै सन्चो नभए जस्तै भइरहेछ, एकदम बिसन्चो नै छु। रातभरि निन्द्रा लाग्दैन, खोइ के को प्रब्लम हो अनि म बुझ्नै पनि सकेको छिन। अनि म चाहिँ थाहा पाउँछु भनेर यता हस्बेन्ड चाहिँ अगाडि नै उठेर छोरीलाई नास्ता बनाइदिनु हुँदो रहेछ। र अब छोरीको लागि के बनाउनु भनेर त अब मलाई सोध्नै पर्यो है। मलाई सोद्धाखेरि मैले थाहा पाइहालेँ। अनि त्यहाँ पछाडि चाहिँ म पनि उठेँ अनि सँगसँगै पाकघरमा म पनि एकैसँगै काम गर्न थालेँ। अब चाल पाए पछाडि त निन्द्रा पनि लाग्दैन है। अनि अब चाल पाए त्यसरी सुतिराख्नु पनि मन लाग्दैन। अनि उसले रोटीहरू बेलिदिनु भयो अनि म पकाउँदै थिएँ। र यसरी ठुलो एउटा रोटी बनाएर एकैचोटि गिलासले यसरी काटेर बनाउँदाखेरि यहाँ हेर्नुहोस् त सेप पनि कस्तो राम्रो हुन्छ। अब हजुरहरूले यसरी रोटी पनि बनाउन सक्नुभयो बा यसरी पुरी बनाउँदा पनि भयो। र मैले चाहिँ तेल रोटी बनाइदिएको, मैले चाहिँ पुरी होइन साथीहरू। साथैमा आलु र अनि बुट पनि फ्राई गरिदिनु भएको रहेछ। र अगर दुवैजना एक अर्कामा हाँसी खुसी भएर है यस्तो तरिकाले गर्यो बा काम सजिलो पनि हुन्छ है। जिन्दगी के छ र, 2 दिनको जिन्दगी को छिटो जाने हो, को अघि जाने, को पछाडि जाने होइन, कसैलाई केही थाहा हुँदैन। तर मिलिजुली बस्दाखेरि सबै थोक राम्रो पनि हुन्छ, घरमा शान्ति पनि हुन्छ। र साथीहरू मैले त हजुरहरूलाई धेरै जस्तो प्राय देखाइ नै राख्छु है। हामी चाहिँ अब यसरी नै दुवैजना मिलेर काम गर्छौँ एक अर्कामै। अब र अनि यता छोरीको सबै थोक टिफिनहरू सबै थोक हालेर अनि म चाहिँ यता पानी पिउन बसिसकेको छु। र यो चाहिँ हिजोको दुध, आधा लिटर दुध राख्छु। आधा लिटर दुध जम्मै थियो हिजो, कसैले पनि खाइनँ पनि, म त खान्न नै। अब किनेको दुध मन पनि पर्दैन। अनि यता हस्बेन्डले चाहिँ बाक्लो पारेर चा पकाउनु हुँदै थियो। अनि यता छोरीको लागि चाहिँ भनेर बनाइदिनु भएको रहेछ खिचडी अनि बुट आलु। छोरीले चाहिँ धेरै मन पराउँछिन् कि। र साथीहरू बिहान बिहान चाहिँ हामी केटाकेटीहरूलाई स्कुल जाने बेलामा खाना खुवाएरै पठाउनुपर्छ। अलिकति भए पनि, बरु टिफिन अलिकति भए पनि हुन्छ, तर खाना चाहिँ खुवाएरै पठाउनुपर्छ। र हाम्रो चाहिँ अब स्कुलमा मिसहरूले पनि भन्नुहुन्छ यो पेरेन्ट्स मिटिङमा बिहान चाहिँ अलिकति भए पनि खाना खुवाएरै पठाउनु र टिफिन चाहिँ कम्ती नै हालिदिनु भनेर। त्यही लागि हामी चाहिँ सधैँ नै खाना खुवाउँछौँ। र हामीले चाहिँ बानी नै पारेको छौँ सानैदेखिबाट भात नखाइ चाहिँ मेरी छोरीलाई शान्ति नै लाग्दैन। त्यही लागि उठ्ने बित्तिकै अरू केही खोज्दिनन्, तर भात चाहिँ खोज्छिन् नै। र म चाहिँ छोरीलाई आफै भात खुवाउँदैछु। आफै भात खुवायो भने चाहिँ पेट भरियो होला जस्तो लाग्छ। अब आफै भात खुवाएन भने चाहिँ खाँदै खान्न है, त्यसै थालमा रहेको हुन्छ नि त। त्यही लागि अब ठुली भए पनि भात खुवाउन चाहिँ म 1-2 टाइम चाहिँ आफै खुवाइदिनै राखेको छु। र यसरी अब भात खुवाइदिए पछाडि पेट पनि भरिन्छ नि त है। अनि बिहानको काम चाहिँ दुवैजना बुढाबुढी लागेर चाहिँ हामीले गरिसकेका छौँ। र यसरी मिलिजुली काम गर्नुपर्छ, घरमा शान्ति पनि हुन्छ, हाई झगडा पनि हुँदैन है। एक अर्कालाई बुझ्नु पनि पर्छ, राम्रो पनि लाग्छ। र हाम्रो दिन चाहिँ आजको यसरी नै सुरुवात हुँदैछ। र हजुरहरूको पनि दिन शुभ होस्, सुखद होस् है। सबैको दीर्घायु आयुको कामना गर्दछु। र सबैलाई फेरि पनि शुभ बिहानी।